कल्पना गर्नुस् त, सन् 2030 को नेपाल, युवा बिनाको देश। तथ्याङ्क हेर्नुस्, हरेक दिन 2230 जनाले यो देश छोड्दैछन्। यो सामान्य माइग्रेसन होइन, यो एउटा म्यास इभ्याक्युएसन हो। नेपालको 1 नम्बर एक्सपोर्ट आइटम अब गलैँचा होइन, मान्छे हो। यसलाई बिजनेसको नजरले हेरौँ। एउटा बच्चालाई कक्षा 1 देखि ब्याचलरसम्म पढाउन राज्य र अभिभावकले सरदर 25 देखि 30 लाख लगानी गर्छन्। यो 30 लाखको प्रडक्ट जब तयार हुन्छ, हामी त्यसलाई अस्ट्रेलिया वा अमेरिकालाई सित्तैमा दिन्छौँ। लगानी नेपालको, तर फाइदा विदेशीको। तपाईँ भन्नुहोला, उनीहरूले रेमिटेन्स पठाउँछन् नि? हो, पठाउँछन्, तर त्यो पैसा कहाँ जान्छ? त्यही रेमिटेन्सले हामी फेरि विदेशी पेट्रोल र विदेशी कपडा किन्छौँ। पैसा केवल ट्रान्जिटमा छ, तर देश बनाउने ब्रेन चाहिँ सधैँका लागि गयो। यसको असर डरलाग्दो छ। सन् 2030 सम्म नेपालमा काम गर्ने एक्टिभ वर्कफोर्सको ठूलो अभाव हुनेछ। हामीसँग पैसा पठाउने मान्छे त हुनेछन्, तर यहाँ बाटो बनाउने र बिरामी जाँच्ने मान्छे हुने छैन। कोरिया र सिङ्गापुर यसरी बनेका होइनन्। उनीहरूले ट्यालेन्ट रोके, हामी भने भिजा लाग्दा पार्टी दिन्छौँ। यो केवल रहर होइन, सिस्टमप्रतिको अविश्वास हो। जबसम्म यहाँ योग्यताभन्दा पावरको कदर हुन्छ, यो ग्राफ कहिल्यै तल झर्ने छैन। के यो साइकल तोड्न सम्भव छ, कि हामी ढिलो भइसक्यौँ? तपाईँको विचार के छ? कमेन्टमा लेख्नुहोस्। र यस्तै जानकारीको लागि हामीलाई फलो गर्नुहोस्। नत्र स्क्रोल गर्दै जाँदा यो पेज फेरि नभेटिन सक्छ।